हामी चाहिँ यो दसैँको टिकाको दिन टिका लाउनलाई मूल घर जाँदै गर्दाखेरि बाटोमा पिङ देखेपछि सुप्रिया थापाले पिङ खेल्छु भनेपछि हामी चाहिँ यसरी सुप्रिया थापालाई पिङ खेलाउनलाई यहाँ लिएर आएका छौँ। तर उहाँ जहिले पनि यसरी रिसाउनुहुन्छ, पहिले खेल्छु खेल्छु भन्नुहुन्छ अनि पिङ देखेपछि डराउनु पनि हुन्छ है गाइज। पिङ कसरी खेल्नु हुँदो रहेछ म हल्लाइदिने छु, डराउनु भयो भने त्यस पछाडि सबैले युट्युबमा देखिहाल्नुहुनेछ। यसरी यसरी वरिपरि घुमेर पिङ खेलाउनुहुन्छ उहाँको मम्मुले चाहिँ। उहाँको मम्मुले आफैलाई पिङ खेल्न आउँदैन तर पनि सुप्रिया थापालाई पिङ खेलाउँछु भनेर उहाँदेखि लिएर आउनुभयो। अनि सुप्रिया थापा डरले डरपोक उहाँ बस्नु भएको छ। सुप्रिया थापाको मम्मी त्यसरी पिङ खेल्दै हुनुहुन्छ है गाइज। ल देख्न सक्नुहुन्छ मैले चाहिँ गाडी त्यहाँ राखेर चट्ट लाएर यहाँ पिङमा आएको छु। यो ठाउँको नाम के अरे? इक्राई भन्ने ठाउँमा हामी पिङ खेल्न आएका छौँ है गाइज। ल मम्मीले चाहिँ यसरी पिङ खेल्दै हुन्छ, उहाँ आफै डराउनु भएको छ। अब सुप्रिया थापा के नडराउनु, मैले चाहिँ हल्लाइदिँदैछु उहाँलाई। सुप्रिया थापाको मम्मीको अनुहार हेर्नु यताबाट उताबाट आउँदाखेरि ओह डरले ओ यसरी डराउनुहुन्छ उहाँ चाहिँ। ओह डराउनुहुन्छ सुप्रिया थापाको मम्मी चाहिँ। पिङ खेल्दा अनुहार हेर्नु होला। ओह देख्न सक्नुहुन्छ। अब म खेल्दैछु हेर्नु होला। मोबाइल पनि सँगसँगै घुमाउनु पर्ने। यही हो डराउने पिङ खेल्दाखेरि। अनि पिङ खेल्छु भन्ने सुप्रिया थापा भनेको यो मान्छे हो। यो मान्छे हो पिङ खेल्दा डराउने अनि फेरि खेल्छु भन्ने। अरू यो मान्छे पनि हो डराउने। अब हामी यहाँबाट ठुलुबाको घर टिका लाउन जाँदैछौँ हजुरआमासँग टिका लाउन। ओके मम्मीको पालो आयो है। अब चाहिँ टक्का लाएर तर यिनले चुदुर बुदुर गर्दै धेरै है आज पालो आएन भनेर यिनले स्ट्यानीले यसो गर्छन्। ल मम्मी र ठुलो मम्मीलाई लगाइदिँदा हुन्छ आमाले। ल है त छिटो टिका लगाइदिनु भन्दै हुनुहुन्छ है। छन् के गर्छन्, पाल्ने दिन आउँछन्। अहिले त पाल्नु परेको छैन साह्रै।